खोटाङ्गे जनताहरू सचेत बनौँ, सावधान। पटक पटक खोटाङ्गे जनताहरूमाथि चाहिँ चिल्ला भाषण गर्ने, आश्वासन देखाउने ती नेताहरूदेखि सावधान। जनताको मत र अभिभारा बोकेर आवाज उठाउन नसक्ने ती खोटाङ्गे जनप्रतिनिधिहरूदेखि हामी सावधान। अब हामीमा चेतनाको बिर्को खोल्नु पर्दछ। अब हामी सचेत बन्नु पर्दछ। साँच्चीकै खोटाङ जिल्लालाई एउटा नमुना जिल्लाको रूपमा शिक्षा, स्वास्थ्य, विकास, यातायात, पर्यटन, कृषि हरेक क्षेत्रमा हामीले नमुनाको जिल्ला बनाउनु छ। तपाईँ हाम्रो अमूल्य मतलाई नबुझेर पटक पटक खोटाङ जिल्लालाई आश्वासनमा राखेर पटक पटक भोट माग्न आउने ती नेता नेतृत्वहरूदेखि सावधान। खोटाङ्गे जनताको मत र अभिभारालाई नबुझ्ने ती नेताहरूदेखि सावधान। हामी अब सावधान। खोटाङ जिल्लालाई खोटाङ्गे जनताले नै अब कस्तो नेतृत्व दिने तपाईँ हाम्रो हातमा छ। तपाईँ हामीहरू सचेत बनौँ। हस्त, धन्यवाद।